दर्शकबिन सबैलाई नमस्कार छ। म आज प्रत्यक्ष जोडिएको छु रमेश मल्ल ठकुरीजीलाई। स्वागत गर्न चाहन्छु म तपाईलाई। धन्यवाद। तपाईँ सोशल मिडियामा काम गर्न सुरुवात गरेको कति समय भयो? अहिले लगभग मैले सोशल मिडियामा काम गर्न सुरु गरेको अराउन्ड समथिङ 1.5 देखि 2 सालको बिचमा अझै चलिरहेको छ। भन्नाले 1.5 देखि 2 सालको बिचमा तपाईले त फलोअर त राम्रै बटुल्नु भएको छ। भन्नाले तपाईका फ्यान्स फलोइङहरू तपाईका धेरै राम्रा छन्। त्यो हुनुको मेन रहस्य के हो? मेन रहस्य म के भन्न चाहन्छु भनेपछि कहिल्यै पनि मान्छे एउटा राम्रो कन्टेन्ट बनाएर हजुरहरूले के छ, हजुरकोमा प्रतिभा के छ, खुबी के छ, त्यो विषयलाई हजुर समेटेर हजुरहरू सोशल मिडियामा काम गर्न सक्नुहुन्छ। अहिले किन भनेपछि सोशल मिडियाको जमाना छ। सबैजनाले सोशल मिडियामा लागिराख्नु भएको छ। आफ्नो आफ्नो प्रतिभा कला के छ त्यो देखाइराख्नु भएको छ। र म त्यस्तै गरी मसँग भएको मेरो एक्सपिरियन्स जति छ 2 सालको भित्र मैले जति पनि फेसबुक सम्बन्धीमा काम गरेको छु, फेसबुकमा के गल्ती हुन्छ, के साँचो हुन्छ, के हामीले पोस्ट गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुराहरू थुप्रै जानकारी मैले आफ्नो अनुभवको हिसाबले मैले जो पनि हुनुहुन्छ हाम्रा साना न्यू युजरहरू, कन्टेन्ट क्रिएटरहरू बन्न खोज्दै हुनुहुन्छ उहाँहरूलाई म प्रेरणा दिने काम गरिरहेको छु र धेरै साथीहरूले माया पनि देखाइराख्नु भएको छ। तपाईँ आजभोलि म देख्छु तपाईका लाइभ भिडियोहरू हजुर हजुर हजारौं साथीहरूले तपाईलाई प्रेरणा दिनुहुन्छ। त्यसमा स्टार पनि पाइरहनुहुन्छ हैन? हजुर हजुर। भन्नाले भोलिका दिनमा तपाईले सोशल मिडियाबाट राम्रै पैसा इन्कम भयो भनेदेखि भोलि एउटा राम्रो काम गर्छु भनेर भन्न खोज्दा तपाईँ त्यो पैसालाई युटिलाइज कहाँ गर्न सक्नुहुन्छ? यस्तो छ, अब हजुरले स्टार पनि दिनुहुन्छ साथीहरूले भनेर भन्नुभयो। स्टारहरू दिनुहुन्छ, तर पनि मेरो के छ भनेपछि जसमा मेरो 2 लाख भन्दा धेरैजना जोडिनु भएको छ मसँग, त्यो आइडीमा मैले स्टार नै अफ गरेको छु। किनभने भोलि बिहान गएर साथीहरूले भन्नुहुन्छ अरे स्टारको लागि लाइभ आउने, स्टार माग्छ यो मान्छेले भन्छन् भनेर मैले त्यसमा 2 लाख भन्दा धेरै जो जोडिनु भएको छ आइडीमा मेरो, मैले त्यसमा स्टारै अफ गरिदिएको छु। र बाइचान्स भोलि बिहान कुनै दिन भयो भने साथीहरूले आफ्नो मेरो कामप्रति रुचि देखाउनु भयो, हो यसले के राम्रो काम गर्छ जस्तो सोच्नुहुन्छ र केही उहाँहरूले सहयोग भनौँ या फेरि गिफ्टहरू केही दिनुहुन्छ भनेपछि उसलाई मैले राम्रै ठाउँमा उपयोग गर्नेछु उसलाई। जस्तै भनाइको मतलब मैले भन्न खोजेको तपाईले भोलि बिहान तपाईका फलोवर्सले तपाईलाई विश्वासको पात्र बनाए र तपाईले भोलि बिहान देश विदेशबाट तपाईलाई ससानो सहयोगहरू आउँछ। अनाथ आश्रम, वृद्ध आश्रम, जस्तै मानव सेवा केन्द्र, यस्तो ठाउँमा गएर तपाईँ सहयोग गर्ने भावना म भित्री मनदेखि मैले यस्तो पैसा कमाएँ भने मैले एक दिन यस्तो अवश्य गर्नेछु भन्ने तपाईँले सोच बनाउनु भएको छ? एकदम राम्रो क्वेसन गर्नुभयो हजुरले। भोलि बिहान गएर यो प्लेटफर्ममा राम्रै मेरो इन्कम पनि हुन लागिसक्यो भनेपछि त अलिअलि आफ्नो त सरसहयोग त गर्नैपर्छ। जस्तै वृद्ध आश्रम भयो, अनाथ आश्रम भयो, यस्ता धेरै ठाउँमा थुप्रै ठाउँमा मैले सहयोग गर्नेछु र गर्ने सोच पनि छ मेरो आगामी दिनमा। यदि सबै साथीहरूले माया यस्तै गरी देखाइराख्नुभयो, म प्रति भरोसा विश्वास गर्नुभयो भनेपछि यो अवश्य म गर्नेछु एक दिन। धन्यवाद तपाईलाई। म प्रत्यक्ष रूपमा म जोडिएँ रमेश मल्लजीसँग आज इन्टरभ्यू लिन आएको थिएँ र उहाँको विचारलाई म सल्युट गर्न चाहन्छु र तपाईहरू यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला र जो तपाईले माया ममता रमेश मल्लजीलाई दिनुभएको छ धेरै धेरै धन्यवाद भन्दै म आज बिदा हुन्छु। हस्, धन्यवाद।